ओहो अब कसो गर्ने त भनेर मन्दिर बनाएपछि अब सबै जम्मै पितृहरू अवतार छन् कि माथि पितृहरू अवतार छन् त्यही भएर लौ त त्यसो भए म तिमीहरूकै सेवा गर्छु भनेर भगवान्प्रति लागेको म पनि यता हेरेर भनिदिनुहोस् न त अन्त भगवान्प्रति लागेको अब उनको सेवा गरेपछि के हुन्छ भने अब परिवारलाई पनि राम्रो हुन्छ होइन नाति नातिना पलाँटी पलाँटिना छोराछोरी बुहारीहरू सबैलाई सफल हुनलाई सफल मद्दत गर्छन् भनेर अन्त त्यहाँ त च्यात्त अब के अरे अब यो प्रार्थना गर्दा गर्दै नाति पाइदा भयो होइन नत्र त्यत्रो छोराछोरी नहुँदाखेरि मैले मेरो छोराछोरीहरू नपुंसक भन्छ नपुंसक भने अपुता भन्छ तिनी नहुन् भनेर मैले भगवान्सँग प्रार्थना गरेर गद्दा बल्ल बल्ल तर नाति भयो ल धन्यवाद छ भनेर 11 महिनाको नाति भयो त्यसको नाम पनि मैले हेराएको हो हृदबहादुर खत्री हो अनि त्यतापट्टि चाहिँ ठिकै छ राम्रै भयो त्यसलाई राम्रै होस् अनि मेरो छोराछोरी चाहिँ कोही त्यस्ता नहुन् भनेर जो भयौँ अब नहुन् भनेर किनभने सन्तान नफैलिएपछि के हुन्छ त्यो उग्लिन्छ होइन उग्लिएपछि त के भयो त कसैले धर्मै गरेनन् कर्मै गरेनन् कसैको सेवै गरेनन् भनेपछि त त्यो खानदानमा राम्रो